आज यो गर्ल्स जुन किसिमले गर्ल्सहरूको महिलाहरूको नेतृत्व विकास क्षमता अगाडि बढाउनको लागि प्र्याक्टिकल रूपमा नयाँ नेतृत्व जब सम्हालिराख्दा कस्तो फिल हुन्छ भन्ने कुरा अब आजको एकछिनको लागि उपप्रमुखको पद ग्रहण गरिराखेको बहिनीलाई फिल भयो होला र सँगसँगै हामीले पनि नयाँ उपप्रमुखलाई चयन गर्ने बेलाको हाम्रो खुसियाली यो टोली कस्तो महसुस गरे होला त्यो कुरा पनि हो र यद्यपि म सबै बहिनीहरूलाई भन्न चाहन्छु हामी महिला विगतका वर्षहरूमा हाम्रो महिला समाजमा हेर्दै जाने हो भने दुई जाति छ वास्तवमा, एउटा पुरुष एउटा महिला र त्यो महिला र पुरुष प्राकृतिक रूपमा हामीले लैंगिक रूपमा लिङ्गको रूपमा अलिक फरक छौं। पुरुष र महिलामा फरक छ। यो लिङ्गको आधारमा जुन फरकपना हुन्छ त्यो लैंगिकता लिङ्ग भन्छ र त्यो त्यसलाई चलाउनको लागि जुन नियम बनाइन्छ महिला र पुरुषहरूले गर्ने काम फरक फरकको नियम बनाइन्छ त्यसलाई लैंगिकता भन्छ। सबैले थाहा पाउने कुरा लिङ्ग र लैंगिकता समान होइन। लिङ्ग प्राकृतिक रूपमा आफै बनावट हुन्छ भने लैंगिकता भनेको हामीले बनाएको नियम हो। जुन हामी यो पुरुष भएकै कारणले यो काम गर्नुपर्छ, महिला भएकै कारणले यो काम गर्नुपर्छ। पुरुषहरू यो काम गर्न हुने, यो महिलाहरू काम नगर्न हुने जुन नियम बनाउँछौं, यद्यपि हाम्रो शारीरिक क्षमता र योग्यता बुद्धिले भ्याइसम्म हामी सबै पुरुषले गर्ने काम पनि महिलाले गर्न सक्छौं। प्राकृतिक ले भ्याउने काम बाहेक सहकारी हुँदैछ दुवैको सहयोगमा र दुवैको सहभागितामा हाम्रो घोषणा पत्र रहेको छ भविष्य निर्माणका लागि हाम्रो सशक्त आवाज गर्ल्स टेक ओभर एउटा पहल हो जसले किशोरीहरूलाई सशक्त बनाउँदै उनीहरूको आवश्यकता अभिव्यक्त गर्न र आफ्नो जीवनमा प्रत्यक्ष प्रभाव पार्ने क्षेत्रमा परिवर्तनको पक्षमा वकालत गर्न मञ्च प्रदान गर्न उद्देश्य राखेको छ। यस पहलमा किशोरीहरूले स्वास्थ्य शिक्षा प्रदान स्वास्थ्य र सुरक्षा जस्ता 4 मुख्य क्षेत्र पहिचान गरेका छन् जुन देशभरका किशोरीहरूले भोग्नुपर्ने विशिष्ट चुनौतीहरूसँग सम्बन्धित छन्। कसरी संकट विशेष गरी जलवायु संकटले किशोरीहरूको स्वास्थ्य असर र भलाइमा असर पार्छ भन्ने बुझाउँदै उनीहरूले मिलेर एक घोषणा पत्र तयार गरेका छन्। आज म यहाँ यो नेतृत्व ग्रहण गर्न पाउँदा गर्व महसुस गरेकी छु। यो मात्र एक औपचारिक अवसर होइन, यो एक अभियान हो जसले महिलाहरूलाई नेतृत्वको अवसर दिन्छ, आवाज उठाउन प्रेरित गर्छ र लैंगिक समानताको लागि मार्ग प्रशस्त गर्छ। हामी यो देखाउन यहाँ छौं कि बालिका किशोरीहरू र महिलाहरू सक्षम छन्। समाजमा परिवर्तन ल्याउनको लागि हामीले अब ढिलाइ गर्न सक्दैनौं। हाम्रो भूमिका केवल अनुसरण गर्ने मात्र होइन, नेतृत्व गर्ने हो। मेरो यो छोटो नेतृत्वको अवधिमा म अनुरोध गर्दछु कि महिलाहरूलाई नेतृत्व विकास तालिमहरू उपलब्ध गराउनुहोस्। समाजले महिलाहरूको निर्णय क्षमतामा विश्वास गर्ने वातावरण सिर्जना गर्नुहोस्। बालिकाहरूलाई शिक्षा अवसर र सामाजिक प्राथमिक प्रदान गर्नुहोस्। साथै योजनाहरू तय गर्नुहोस्। बाल विवाह हाम्रो समाजको एउटा जटिल समस्याको रूपमा रहेको छ। यो समस्याले न्यूनीकरण गर्न हामी सबैले आफ्नो तह र तबकाबाट योगदान पुर्याउँ।